नमस्कार सम्पूर्णमा र स्वागत छ हजुरहरूलाई मेरो अर्को एउटा ब्लगमा। र डेली भिडियो बनाउन थालेपछि एउटा कन्टेन्ट क्रिएटर भएपछि कन्टेन्ट नयाँ नयाँ लिएर आउँदा चाहिँ धेरै राम्रो लाग्छ है। र मसँग चाहिँ अहिले खासै कन्टेन्ट नयाँ छैन। म चाहिँ टिफिन खाना पुर्याउन लन्च पुर्याउन गएको थिएँ दोकान, र त्यही हस्बेन्ड पनि हुनुहुन्थ्यो र बुवा पनि हुनुहुन्थ्यो र दुईजनालाई खाना दिएँ मैले। र स्कुटी धेरै दिनपछि स्टार्ट गरेको त नि किक यति नै मार्नु पऱ्यो, मतलब चलाएकै थिइनँ स्कुटी अन नभएकोले गर्दा। ब्याट्री अलिकति सायद प्रब्लम भयो होला स्कुटीको। अनि बल्ल बल्ल खानासाना पुऱ्याएर म चाहिँ घरमा आएँ। घरमा आउँदा मैले चाहिँ के लिएर आएँ भन्दा, अस्ति मम्मीले बिल्ली लिएर जानुभएको थियो, त्यो बिरालो बच्चा चाहिँ हामीले वापस ल्यायौँ। माउ चाहिँ हराएको थियो कि, माउ चाहिँ आज घरमा ल्याइदिएको हेर्नु न कति खुसी भएछ बच्चाहरू बिचरा। 2 दिनबाट बल्ल दुध पिउन पाएको नि बच्चाहरूले। अनि मम्मीले भन्नु अब मेरो फ्राइडे है व्रत, र फ्राइडेको व्रत म चाहिँ कफी पिउन थालेँ। र कफी सबै पिएर हस्बेन्ड फेरि आइपुग्नु। हस्बेन्डले भन्नुभयो एकैछिन एक जग्गा जाने काम छ, हिँड भनेर। फेरि अब हस्बेन्डसँग फेरि म चाहिँ नि त, हामी चाहिँ फ्रेन्ड्स जस्तै कि जता हस्बेन्ड जानुहुन्छ भने हुन्छ नि एउटा बेस्ट फ्रेन्ड भने जस्तै। बेस्ट फ्रेन्ड इन द सेन्स त्यो त अब हस्बेन्ड वाइफ त फ्रेन्ड्स हो नि, तर हाम्रो चाहिँ पनि अलग्गै खालको दोस्ती पनि। काहीँ नलिई मलाई नलिई हिँड्नै नसक्ने, म चाहिन्छ है, जहीँ जाँदा नि म हिँड्नै पऱ्यो, गइदिनै पऱ्यो। अनि इनलज हुनुहुन्छ घरमा, मम्मी पापा हुनुहुन्छ भनेर मात्रै म चाहिँ यसरी नानीहरू छोडेर हिँड्न पाउँछु, अदरवाइज त्यति पोसिबल हुँदैन नि त है। तर मेरो लागि चाहिँ अब हुनुहुन्छ, मम्मी बुबा घरमा बस्नुहुन्छ र म यसरी हिँड्न पाउँछु। र एकछिन गएर आएँ। अनि गएर आउँदा अब शामै भइसकेको थियो। र शाममा चाहिँ अब मैले खाना बनाएकै थिइनँ। अनि धन्न मम्मीले चाहिँ अब स्टार्ट गरिसक्नु भएको रहेछ घरमा कुकिङ। फेरि दोकानमा एकछिन आएँ, दोकानमा आएर अनि एकछिन बसेर शाममा चाहिँ अलिकति राम्रो लाग्छ कि। अनि शाममा बसेर फेरि भिडियो कलिङ बहिनीसँग बात गरेँ। अनि न बहिनीको छोरा काइयो अनि मसँग जिस्किँदैछ। मैले चाहिँ देखाउँदैछु नि त सामानहरू कि यो चाहियो भन्दै। चाहिँदैन अरे उसलाई, अर्को नयाँ चाहिन्छ उसले देखाउँदैछु मैले। उसले चाहिँ फेरि फोन यति मतलब आजकल स्मार्ट भएछ नि त नि, फोन कट गर्न पहिला त त्यसरी गर्दैन त, उसले फोन कट गरिदिइहाल्छ उसलाई बोल्नु मन लागेन भने। अनि अब जाने बेलामा चाहिँ म बुबासँग स्कुटीमा जाने, किनकि हस्बेन्ड बस्नुहुन्छ दोकानमा, म चाहिँ स्कुटीमा जाने। र चाहिँ म स्कुटीमा गरेर जाँदैछु। र आजको ब्लग यतिमै सकिँदैछ। र नेक्स्ट ब्लगमा फेरि भेटौँला। तब तकको लागि आफ्नो ख्याल राख्नु होला। धन्यवाद।